Hi everyone, Namaste Sabalai. I hope you all are doing good. Welcome to my YouTube channel. So आज चाहिँ म सुन्दरी अफिसियल म्युजिक भिडियो जे अथर न्यू नेपाली सङ रियाक्ट गर्न गइरहेको छु. मैले डान्स हेरेको थिएँ, कोरियोग्राफी हेरेको थिएँ. सो कुल हैन. अनि अफ कोर्स सरोज मोक्तानले गर्नु भएको थियो कोरियोग्राफी. साउट आउट टु सरोज मोक्तान अनि एकदमै राम्रो कोरियोग्राफर हुनुहुन्छ उहाँ. अनि म जे अथरले डान्स गरेको देखेपछि लाग्यो व्हाट डान्सरले भन्दा खतरा डान्स गरेको छ. कस्तो ग्रुप, कस्तो बडी, ओ माई गॉड द बडी फ्लो है. म त सक भएको. अनि मैले यसो रिसर्च गरेँ क्या, पहिला पनि डान्स गर्नुहुन्थ्यो कि हुन्थेन हैन. पहिला नि डान्सर हुन्थ्यो कि के हो जस्तो शङ्का लागिरहेको थियो. पछि त डान्सर पहिला डान्स गरिराख्नु हुने रहेछ उता हैन सबै. सो या अफ कोर्स त्यस्तो त हुनु पर्यो. बडी फ्लो मलाई अति भवा लागेको थियो गाइज. अनि त्यही हो, ढिला चाहिँ भइसक्यो ल. त्यही भएर अब लेट्स वाच इट है त. सुन्दरी लेट्स गो. आजकल हामीले प्राय गीतहरुमा प्राय र्यापहरुमा सुन्न सक्छौं. पहिलाको त्यो कुनै न कुनै लिरिक्सहरु चाहिँ भइरा हुन्छ नि. ए मलाई अलरेडी बीट पहिल्यै मन परिसकेको थियो क्या. अब त्यो त प्रमोसन अलरेडी अगाडिदेखि धेरै नै भइरहेको थियो नि त हैन यो गीतको. अनि त्यो बीटहरु कस्तो राम्रो लागेको थियो. ओके, रिटर्न प्रोड्युस मिक्स एन्ड मास्टर बाइ जे अथर. मान्छेहरु यति धेरै ट्यालेन्टेड हुन्छ है. डान्सर, सिंगर, मिक्स मास्टर, प्रोड्युस बाइ हिमसेल्फ जे अथर. ओ माई गॉड. सो मैले चाहिँ यहाँ सबैजनाको नाम देखिरहेको छु. कोरियोग्राफर सरोज मोक्तानी, ये डान्सरहरुको नामदेखि लिएर सबै देखिरहेको छु. हो आरती पनि रहेछ नि त. वाउ, यतिको चाहिँ चाहिन्छ गाइज है. क्रेडिट चाहिँ दिनु पर्यो आर्टिस्टलाई, सबैलाई यसरी चाहिँ दिनु पर्यो. यस्तो म्यानेजमेन्ट चाहिँ हुनुपर्छ जुनै पनि म्युजिक भिडियोमा भन्ने मलाई लागिरहेछ. लेट्स वाच इट. ए दिस इज सो गुड. छोरी सुन्दरी किन लजाको माझैमा बरु नाचेर मन परे घुमधम पुकतारेमा. छोरी सुन्दरी किन लजाको माझैमा बरु नाच न सुन्दरी तिमी दम पुकतारेमा. She the baddest in the party. Okay, shout out to all the dancers out there है. एकदमै राम्रो राम्रो डान्सरहरु हुन्छ त्यहाँ नाचिराख्नु भएको छ. कोरियोग्राफर आफै पनि नाचिराख्नु भएको छ. क्याप यसरी ठ्याक्कै पछाडि लाएर राख्नु भएको छ ब्ल्याक कलरको अगाडि है. Oh my god. She the baddest in the party. I will buy you a drink तर हात छैन खाली. गाडी चढ तिमी जिम्मेवारी छाडी नचोचुमा तिमीलाई. कस्तो कुल कोरियोग्राफी छ क्या, हेर्दै हुन्छ नि. त्यो यस्तो राम्रोसँग गरेको छ हैन. ओ माई गॉड, कोरियोग्राफीको त कुरै नगरौँ, टु गुड हैन. अनि यस्तो राम्रोसँग प्रेजेन्ट गरेको छ. अनि म जहिले पनि सोच्थेँ क्या, हुन्छ नि म कति मेरो र्यापर साथीहरूलाई नि भन्थेँ नि क्या, बाहिरको त र्यापरहरुको कस्तो ग्रुभ हुन्छ, एटलिस्ट दे ग्रुभ हुन्छ नि. अनि त्यस्तो गर न यार. स्टिल चाहिन्छ क्या र्यापरलाई, सिङ्गरलाई चाहिन्छ हुन्छ नि. एउटा चाहियो नि. हामीलाई पनि नेपालमा क्रिस ब्राउन जस्तो एकजना चाहियो नि जस्तो हुन्थ्यो. मैले जब जे अथरलाई देखेँ म त्यसै कस्तो डान्स थियो त्यो. ओ माई गॉड, त्यो बडी फ्लो नै क्या यस्तो मन पर्यो मलाई. यस्तो मन पर्यो गाइज, मैले एक्सप्लेन गर्न सक्दिनँ. तर हात छैन खाली. गाडी चढ तिमी जिम्मेवारी छाडी नचोचुमा तिमीलाई. यार राम्रो देखाएको छ क्या. Card logo baby it's American Express. विदेशी नेपाली flex. We're a Himalayan gang, we don't cash, we check. ताराहरुसँग चढ gang, call it Star Trek. So won't you give all of you, let me give you some more, then let you see my intentions. Baby I see you, तिमीलाई किन्छु र fancy कि चाहियो तिमीलाई product. पैसा छ मसँग plenty, so don't you worry about nothing. छोरी सुन्दरी किन लजाको माझैमा नाचेर मन परे घुमधम पुकतारेमा. छोरी सुन्दरी किन लजाको माझै. Oh my god, I'm loving this. I'm loving this. Oh. छोरी सुन्दरी किन लजाको माझैमा बरु नाचेर मन परे घुमधम पुकतारेमा. छोरी सुन्दरी किन लजाको माझैमा
वरनचन सुन्दरी तिमी दम्पुको तारेमा यो चाहिँ मैले भन्नुपर्छ हामीले प्राय म्युजिक भिडियोमा देख्दाखेरि चाहिँ डान्सरहरूको त्यो जुन ड्रेसअप हुन्छ नि जसरी डान्सरहरूलाई राखेर डान्स गर्छ अनि डान्सरहरूलाई त्यो डान्सरहरूको मेकअपमा ड्रेसमा ध्यान दिँदैन कतिपय कुराहरूमा होइन डान्सर त हो भनेर त्यो मेनलाई मात्रै त्यस्तो गर्छ नि त तर त्यो होइन होइन डान्सरले धेरै इफेक्ट पार्छ म्युजिक भिडियो कसैलाई धेरै इफेक्ट पार्छ होइन त्यो धेरै डिफ्रेन्स पार्छ क्या अनि जसरी यहाँ प्रेजेन्ट गराएको छ डान्सरलाई टक्क मिलाएर एउटा सेट लुगा बनाइदिएर लगाइदिएको छ होइन त्यो गरेको छ दिस इज टु गुड यतिको चाहिँ चाहिन्छ के यतिको एउटा अब चाहिँ हामीले यसरी बढाउने स्ट्यान्डर्ड बढाउँदै 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 चाहिँ लिएर जानु पर्यो म्युजिक भिडियोको डान्सरको आर्टिस्टको सबैको क्या पर्फेक्ट वरनचन सुन्दरी तिमी दम्पुको तारेमा सुन सुन्दरी साह्रै नै स्वाद छ फुल तिम्रो सिरेको छेउमा देखे तिमीलाई आजकै राति माया नै बस्यो हेलाउन त्यो चुरा र झुम्का र पायलको छमछम सुन्न नै अड्केमा Samu, oh my god तिम्रो कम्मर हल्लेको देखेर So won't you give all of you Let me give you some more मलाई यस्तो डान्स गर्न मन लागिसक्यो हुन्छ नि मैले पुरै हेरेको थिएन नि त त्यो एउटा मात्रै यो वाला चाहिँ देखिरहेको थिएँ मैले होइन अनि ओ माय गॉड all of you, let me give you some more. Hey. Let you see my intentions, baby I see ya. Baby what you drink with me? Awesome that I be thousand. Let's make to to me. Can you be now done it all the road? I'm feeling the fire. Let's say jarira tomorrow. अब मात्यो है सुन्दरी तिमी दम्पुको तारेमा छोरी सुन्दरी किन लजाको माझैमा बरु नाचेर मन परे घुम दम्पुको तारेमा छोरी सुन्दरी किन लजाको माझैमा बरु नाचन सुन्दरी तिमी दम्पुको तारेमा यो न्यू रोड होइन Plus I told my son got plenty, so don't you worry about nothing. That was really nice. अति बबा लाग्यो मलाई अति नै बबा लाग्यो हट्टा लभिङ दिस हुन्छ नि मलाई जहिले पनि लाग्थ्यो क्या त्यो हुन्छ नि एउटा सिङ्गरहरू ऱ्याप कहाँबाट आयो सिङ्गरहरू ऱ्यापरहरूमा त्यो एउटा ग्रुप चाहिँ हुनुपर्छ अनि उनीहरूले पनि डान्स चाहिँ जान्नुपर्छ केही नभए पनि एटलिस्ट मुभ त गर्नु पर्यो नि त्यस्तो ऱ्याप गर्दै जस्तो लाग्थ्यो होइन अनि कोही चाहिँ यस्तो हुनुपर्छ हुन्छ नि धेरैले ट्राई गराएछ सिङ्गरहरूले पनि डान्स गर्नलाई हुन्छ नि तर यसरी प्रेजेन्ट गर्न चाहिँ कसैले सकेको छैन होला मैले अहिलेसम्म देखाएको छैन है अब मैले धेरैको पनि नहुन नि सक्छ होइन तर दिस इज टु बेटर पर्फेक्ट भन्छु क्या म चाहिँ ओ माई गॉड यतिको चाहिँ चाहियो गाइज अति बबा लाग्यो मलाई मैले धेरै ढिला रियाक्ट गरेँ किनभने मैले आजकल भ्याउँदिनँ नै अनि धेरैले मलाई एकदमै झगडा गर्न आयो मलाई झगडा गर्न मन लाग्दैन खास गरी गाइज तर त्यो मलाई नै कसैले त्यो हुन्छ नि कन्ट्रोभर्सीमा त्यो मलाई तान्यो भने या मलाई कसैले त्यो भन्ने बाध्य बनायो भने अनि मलाई त्यो डिसरेस्पेक्ट गर्यो भने चाहिँ म सहन नसक्ने मान्छे नै हो क्या म त्यो कुनै पनि कुरा सहन सक्दिनँ अनि त्यसपछि अब जब मैले बोल्छु नि मेरो स्ट्यान्ड लिन्छु अनि बोल्छु अनि मान्छेलाई त्यो कुरा नराम्रो लाग्ने किनभने छोरी मान्छेले बोलिरहेको छ नि त यो कुराले एकदम इम्प्याक्ट पार्दो रहेछ क्या मलाई कुनै पनि कुरामा छोरी मान्छे छोरा मान्छे यो भनेकै मन पर्दैन होइन तर मान्छेहरू चाहिँ यो छोरी मान्छे भएर किन यस्तो बढी बोल्छ बाबु मैले मेरो स्ट्यान्ड लिएको नथिङ एल्स अनि त्यो अस्ति पनि मैले त्यो क्रेडिटको कुरामा निकाल्दाखेरि यसलाई जतिखेर नि मेन मान्छे बन्नुपर्छ अरे मेन मान्छे बनेको होइन मैले एज अ सबै होल आर्टिस्टको लागि नै लिएको स्ट्यान्ड थियो त्यो बुझ्न नसकेको देखेर चाहिँ म त के बाबु तिमीले पढेर आऊ पहिला जस्तो लाग्ने क्या एन्ड फिचरिङ पिस ग्याङ सरोज पोक्तान विजय तामाङ स्वस्तिक अर्याल स्वस्तिक चाहिँ अति दामी डान्सर हो है अन्डरग्राउन्ड डान्सर कमर्सियली जेमा पनि खत्रै छ है ब्याटलमा पनि अति नै राम्रो छ एके बुगी गोर्खे मैले अस्ति एमसी हुँदाखेरि उसको ब्याटलमा मैले नाम भन्न बिर्सेर पछि मलाई नराम्रो लाग्यो मैले नाम भन्नु बिर्सिरहेको थिएँ किनभने मैले अब उसलाई पहिलेदेखि चिना भएर स्वस्तिक भन्ने बानी भएर उसको त्यो जुन स्टेज नेम चाहिँ भन्न त्यो ठ्याक्कै नआउँदो रहेछ क्या स्वस्तिक इफ यु वाचिङ दिस okay shout out to Swastik Aryal aka Boogie Gorkhe Sankha those Waiba shout out to all the dancers all the artists right
अनि एकदमै राम्रो वाला प्रोजेक्ट थियो अति राम्रो मलाई अति बेस्ट लाग्यो सो हजुरहरूलाई के कस्तो लाग्यो प्लिज डु कमेन्ट थ्यांक यू सो मच फर वाचिङ किप सपोर्टिङ किप लभिङ बाई सी यु नेक्स्ट रिएक्सन भिडियो